हेलो एभ्रिवान, नमस्ते, लसो फ्याफुल्ला। स्वागत छ तपाईँहरूलाई मेरो छोटो मिठो मिनी भ्लगमा। आजको मेरो राइड चाहिँ फर्बिङतिर के कस्तो हुन्छ हेर्दै गर्नुहोला। ल हाई, म चाहिँ फर्बिङको पार्किङमा आइपुग्यो। अब अगाडि के हुन्छ हेर्दै गर्नु। यता चाहिँ हरियाली रमाइलो एकदम शीतल छ, फ्रेस छ। तपाईँ एकदम फ्रेस हुने मन छ भने यतातिर आउनुहोस्, एकदम रमाइलो छ। अब हेर्दै जानु है। अब तलतिर जान्छु म चाहिँ। तलतिर सिँढी झऱ्यो, तलतिर एकदम रमाइलो पनि छ। तलबाट आउँदा नि आइपुग्ने रहेछ। यतातिर आयो, यसो पुलतिर गयो। यहाँ चाहिँ तपाईँको फोटो खिच्न, टिकटक बनाउनको लागि मान्छेहरू एकदम भिड हुने गर्दो रहेछ। तलतिर हेऱ्यो भने निकै हाइटमा छ यो पुल चाहिँ है। त रमाइलो छ। आउनुहोस् तपाईँहरू पनि एकचोटि आएर घुम्नुहोस्, रमाइलो छ। पुलबाट पारि आएपछि खाजासाजा खाने ठाउँ छ है। चटपटे पानी सानी सबै त्यस्तो छ। यता चाहिँ के छ हामीलाई थाहा भएन है। यसो फर्स्ट टाइम आएको हामी पनि जानु पर्यो। यसो अब हामी पनि यसो पानी पर्न लाग्यो है। आमाले चाहिँ च्याउ खोज्नु भइन्छ है। यस्तो च्याउ चाहिँ हजुर। अरू चाहिँ अरू के त च्याउ के चिने जति हो। आमाले एक झोला एक झोलै आमाले चाहिँ च्याउ टिपेर हामीले फर्बिङको जग्गाभित्र है घुमघाम गर्दै परसम्म गयो, फर्क्यो। केही छैन साथै जग्गालाई पिकनिक गर्छ, मान्छेहरू नाचिरहेको। ल गाइस, फर्बिङको ढोलङ्गे पुल चाहिँ यो चाहिँ लामो 5 हात पुग्दो रहेछ भन्ने के भन्न लामै छ। कति छैन लामा बाजेहरू पनि आउँदैछ। यो चाहिँ यस्तो छ। यता चाहिँ है यस्तो छ। कुन ठाउँ हो त्यो थाहा भएन, नाम चाहिँ थाहा भएन। त्यहाँबाट यस्तो तल काठेबाट गएको जिन्दगी त बाबु। टिकटक बनाउँदैछ यहाँ है। तलतिरको यस्तो छ है। हाम फालेर हाम फालिम कि आमा
एक बार गएको जुनीको हाम फाल्नु हुँदैन है। त्यो भिडियो मात्रै बनाएको पारीभित्र भिर छ, तल खिर छ नदीको है। त्यहाँ कान्छा कान्छीहरू टिकटक बनाउँदैछ, बनाओस्। रातो माटो छ उता है, दामी छ तर पुल लामो छ है। यस्तो छ लामो छ है। दामी सेतो हिमाल जस्तो देखेको छ तर त्यो हिमाल होइन, बादल हो है। डर लाग्छ के गर्नु गाउँ तेरी अम्मा टोक्ने मन चञ्चले मेरो पारा त्यस्तै छ, तिमीलाई जस्तो देख्या थिएँ तिम्रो जोबान त्यस्तै छ, शिरमा शिरबन्दी कति लुचुक लुचुक तन्केको मलाई डराउनु। हामी यतिखेर प्रत्यक्ष प्रसारणमा छौँ, तपाईँलाई हामी देखाउन चाहन्छौँ। हेर्नुहोस् कस्तो अवस्था छ, हेर्नुहोस् यहाँ अहिलेको अवस्था आज तपाईँलाई हामी देखाइरहेका छौँ। हेर्नुहोस् डिप्रेसन मतलब हो अलग ही लेवलको बन्दा त। तर मलाई डर लाग्छ कि
ल है साथीहरू, म चाहिँ आज घुमेर घर फर्किँदैछु। तपाईँहरूलाई आजको भिडियो के कस्तो लाग्यो हेरेर यसो सल्लाह सुझाव दिनु होला। साथै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको छोटो मिठो मिनी भ्लग यति नै हो साथीहरू। फेरि अर्को भिडियोमा भेटौँला। तपाईँहरूको दिन शुभ रहोस्। सबैजनालाई बाई बाई। Thank you for watching.